आज फेरि म एउटा केकको डिजाइन लिएर आएको छु र यो केकको अस्ति बनाएको थियो। मैले तपाईँहरूलाई फोटो चाहिँ दिइसकेकी थिएँ र भिडियो चाहिँ दिन्छु भन्दा त्यत्तिकै मैले टाइम मिलाउनै सकेकी थिइनँ एडिट गर्नको लागि र अनि त्यही भएर आज दिँदैछु। हेलो एभ्रिवान, म मामनी स्वागत गर्छु तपाईँहरू सबैजनालाई मेरो आजको अर्को एउटा भिडियोमा। र भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। र अनि टाइम मिलाउन सकिनँ भनेर भने तर अब काम चाहिँ गरिरहेको छ होइन फेसबुकमा, र टाइम दिन सकिनँ भन्दा पनि लाजकै कुरो हो। कुरो त त्यही पनि अब त्यस्तै हो के गर्नु, कोही बेला के अब एउटा मात्रै काम हुँदाखेरि त्यसैमा मात्रै लागौँ भन्नु होइन। धेरैवटा काम गटेर बसेपछि त अब सबैतिर टाइम दिनुपर्छ र अनि कतै कम्ती टाइम कुनै दिन, कोही दिन बेसी टाइम त्यस्तो खालको हुन्छ। अब त सबैजनाले र जसले गर्नुहुन्छ हाउसवाइफसँगै जसको बिजनेस छ के छ हो त्यस्तोहरूले चाहिँ सबैजनाले बुझ्नुहुन्छ मेरो असुविधाहरू भन्ने जस्तो मलाई चाहिँ लाग्छ अब। र अनि यो केक चाहिँ मैले अस्तिको दिन बनाएर थिएँ। उहाँ माउन्ट आबु स्कुलको स्टुडेन्ट एउटाको हाम्रै घर छेउका भानिज हुन्, उनको चाहिँ होस्टेलमै बस्छन् अनि उनको लागि उनको बर्थडे थियो र यहाँ उनकी मावलकी आमाले अर्डर दिनुभएको थियो अनि मैले बनाइदिएकी थिएँ लिएर जानको लागि। र अनि केक चाहिँ मैले यस्तो चालले बनाइरहेको थिएँ, सिम्पलै छ त्यस्तो केही छैन। र अनि चक्लेट फ्लेभरै थियो। मैले पहिलेको चाहिँ देखाइनँ, अब पछाडि तपाईँहरूलाई डाइरेक्ट डेकोरेसन गरेको मात्रै देखाएँ। अब पहिलेको देखाइनँ किनभने एउटै हो, मैले कतिपल्ट देखाइसकिरहेको छु, एउटै स्टेप कतिपल्ट देखाउनु होइन। अनि भिडियो पनि धेरै नै लामो हुन्छ, फेरि एडिट गर्दा टाइम लाग्छ र मैले चाहिँ अनि यस्तै दिएँ अब। अनि यो चाहिँ सिम्पलमा यस्तो येल्लो र ग्रिन कलरमा दिइरहेको थिएँ। र अनि केटा मान्छेको कलर पनि चुजै गर्न आउँदैन कि एकदम केटी मान्छेको हुनुमा चाहिँ साह्रै राम्रा कलर जस्तो लाग्छ। अब केटा मान्छेको चाहिँ अलिक दिग्दारे जेमा पनि हो किन भन्नु त, लुगा किन्न जानु पर्यो भनौँ, केटी मान्छेका चाहिँ हरेक कलरका अप्सन हुन्छन्, डिजाइन हुन्छन् र केटा मान्छेका चाहिँ केही भेटिँदैनन्। र अनि सबैका त केटै मान्छे मात्रै, सबैका केटी मान्छे मात्रै त हुँदैनन् नि त होइन। र अनि केटाका लागि किन्नु पर्दा चाहिँ न अप्सन छ, न डिजाइन छ, न कलर छ, हो किन भन्नु त। पिङ्क कलरको लुगा केटा मान्छेले लाउँदा कस्तो देखिन्छ अब हो त्यस्तो खालको लाग्छ नि त सोच्न जाँदाखेरि। अनि त्यही पनि अब लगाउन त लगाउँछन् अब, तर अब एउटा आफूलाई चाहिँ एउटा सोच्दाखेरि एउटा कस्तो लाग्छ नि त। र अनि केटी मान्छेलाई चाहिँ फेरि जुनै कलर पनि कति राम्रो देखिएको होइन भन्नु त। र केटीहरूका मान्छेका लागि चाहिँ धेरै नै अप्सन छन्, केटा मान्छेका चाहिँ एकदमै अप्सन नभएको अब। र अनि मैले चाहिँ यो भानिजको नाम थियो सचिन, अनि मैले चाहिँ लेखेँ यो फ्रन्ट क्यामेरा भएकाले गर्दाखेरि अहिले उल्टा देखिरहेछ। मैले लास्टमा तपाईँहरूलाई देखाउँछु राम्ररी डिजाइन चाहिँ। र मैले यसरी डेकोरेसन गरेकी थिएँ केक चाहिँ, कस्तो लाग्यो भन्नु होला। अर्डर दिनुभयो भने म चाहिँ यस्तो सानो केकको अर्डर लिन्छु। अब सानो भन्नाले अब ठुलो पनि लिन्छु, मैले बनाउन सक्ने। अब मेरा डिजाइनहरू हेर्न सक्नुहुन्छ, मैले फेसबुकमा सबै हालि नै सकेकी छु अब। र कस्ता बनाउन सक्छु, कति गर्छु त्यो चाहिँ सक्छु अब बनाउनको लागि भनेर म चाहिँ अब टाइम पनि दिन सक्छु यसलाई चाहिँ। अब कसरी म्यानेज गर्छु अब मैले जति डिजाइनका केक बनाइरहेको छु सबै मैले यहाँ फेसबुकमा दिइ नै सकेकी छु सबै। र अनि अरू पनि सक्छु। र यस्ता मान्छेहरूले जस्ता अर्डर दिनुहुन्छ अब कस्टमरले त्यस्तै त बनाउनु पर्यो नि त होइन। मलाई यस्तो खालको अब सिम्पल खालको, कसैले कम्ती दामको भन्नुहुन्छ, कसैले आधा केजीको भन्दाखेरि पनि अलिक कमको मिलाएर बनाइदेऊ न सक्छौ भन्नुहुन्छ। हो त्यस्तो हुँदाखेरि अब कसैलाई ना पनि भन्न सकिँदैन। अब हो त्यस्तो टाइपले म चाहिँ अब त्यस्तै चालले बनाउँछु। मेरो चाहिँ अब कुनै छैन। र अनि कस्टमरले जस्तो भन्नुहुन्छ त्यस्तै म बनाउँछु। अब मेरो आफ्नो चाहिँ कुनै डिमान्ड छैन अब। र अनि आज एउटा दुईवटा साना कप केक पनि बनाइरहेको थिएँ, त्यो चाहिँ छोराछोरीको लागि। जहिले अरूलाई मात्रै केक बनाइदिनुहुन्छ, हामीहरूलाई चाहिँ बनाइदिनुहुन्न भन्छन्। अनि अस्ति चाहिँ बनाइदिनु पर्यो भनेर, बनाउन त किन नबनाउनु, उनीहरूलाई पनि खुवाइ नै राखेकी हुन्छु। तर अब उनीहरूलाई केटाकेटीको मन अब होइन मान्दैन। अनि त्यसैको लागि मैले दुईवटा साना केक बनाइदिएकी थिएँ, कप केक। अनि यो चाहिँ अब यति हुँदाखेरि उनीहरू स्कुलबाट आएर देख्दा खुसी हुन्छन् नि त, त्यसैको लागि। र अनि आजको केकको डिजाइन चाहिँ मेरो यस्तो खालको थियो अब। र यही हो, केक पनि कप केक पनि यही हो। र कस्तो लाग्यो तपाईँहरूलाई हेरेर कमेन्ट गर्न नबिर्सिनु होला। र कसैलाई अर्डर दिन सक्नुहुन्छ, अर्डर हेरेर कसैलाई अगर चाहिएको छ भने मलाई अर्डर दिन सक्नुहुन्छ। र यहाँ कमेन्ट गरिदिनु भयो भने म तपाईँहरूलाई कन्ट्याक्ट दिइहाल्छु। अब छेउछाउकालाई त थाहै छ, र अलिक परको हुँदाखेरि हाम्रो मिसामारी एरियाको
हुँदाखेरि तपाईँहरूले यहाँ कमेन्ट गरिदिनु, म तपाईँहरूलाई कन्ट्याक्ट गर्छु अब। र आजलाई यति नै, फेरि भेटौँला अर्को नयाँ भिडियोमा। र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला गाइस। बाई बाई।